सकेन कि त्यस्तै त्यस्तो कुरालाई गऱ्यो अन्त मलाई ल गर्दिनँ अब त्यहाँदेखिको ल भन्ने मजाले गरी खाऊ अब के गर्छौ बोलाएको मैले त तिमीलाई तिमी अब दुईपट्टि हुनु खोज्छौ कहाँ हुन्छ तिमीलाई उताको बेसी माया लाग्छ लाग्दो रहेछ जाऊ ल भन्ने फोन भए म अबदेखिको डिस्टर्ब गर्दिनँ तिमीलाई म फोन पनि गर्दिनँ नानीलाई राम्रो हेर्नु अब पछि म पनि हेर्छु अब यो 18 तारिक 1 वर्ष पुग्छ 18 तारिक है 17 को सोचिरहेछु हैन 18 तारिक बेलुका त जन्मेको यस्तै दिन थियो त्यो दिन पनि जाडो दिन अहिले त उसलाई त्यो मायाले मात्र उयो भइरहेछ अलिक पछि थाहा पाउँछ क्या त्यति बेला मैले भनेको अहिले तिमीलाई के थाहा छैन हैन अलिक पछि थाहा हुन्छ भनेर भन्दै अहिले त तिमीलाई के मजा लागिरहेछ जब तिमी त्यो उसको घरमा जान्छौ त्यति बेला थाहा पाउँछौ मलाई अन्त हैन नानी तपाईँ लाने भए लान्न त्योसँग जानु लागि चाहिँ नानी चाहिँ म लानु भनेर भन्दै थिएँ आउँछ भने दुईजना आऊ नआऊ भन्दै यहाँ घरमै बसी के छ र उसलाई के कामै गर्नुपर्छ नानीहरूले बस्नु पर्छ अब चाहिँ पहिला आफ्नो धुरी खम्बा उठाइहाल्नुपर्छ जिन्दगीमा एक्लै बस्नु सकिन्छ कान्छी सेनाले हिजो त्यही भन्दै नि एक्लै बस अब भन्दै कान्छी सेनाले हो यताउता नगरी बस अब भयो एक्लै बस हुन्छ बिहा नगर्दा हुन्छ किन बिहा गर्नुपर्छ र भन्दै हजुर त्यस्तै हो अब लेखेको कुरा कसले बदलाउनु सक्छ र जे हुन्छ त्यो भएरै जान्छ नि होइन मलाई अन्त अभिनवलाई पनि देखेछ नि त तेरो बहिनीको राम्रो चलेको छैन क्या भनेर हजुर तपाईँलाई किन छुट्टी गर्छु एकखेप सम्झन अन्त सम्झाएको हुँदैन तँलाई के गाउँमा नानी तेरो नानी भएको छ भने त्यस्तो मान्छेलाई पनि थाहा पनि छैन बिहा गरेको छ भने त्यस्तो मान्छेलाई थाहा छैन कि चुपचाप बस्दै धन्ना बाहिरै भएर राम्रै भयो जे हो त्यो बाहिरै भएर राम्रै हो काममा फोकस गरेर भइहाल्छ अहिले त पैसै हो पनि
त्यही त यहाँनिर यो कराई यस्तो छ कि तेल कम्ती जाँदैन एकैखेप यस्तो खालको छ क्या प्लेन खालको अन्त यस्तो फ्राईहरू गर्नु परेन अन्त 1 लिटर तेल डल्लै फेरि एकखेप पकाएको तेल नेक्स्ट टाइम युजै गर्दैन यिनीहरू युजै गर्दैन यही चलाइ युज गरै भनिराख्नुपर्छ सुङ्गुमाले अब सुङ्गुमाको हामीसँग हिँड्दा हिँड्दा तिमी अर्को बाटो लागिहाल्यो ल्याइहाल्यो भन्दै थियो अब के गर्छ छोडिदेऊ भन्दाखेरि भन्किने भँगेरालाई जति नै गरे पनि हुँदैन भन्किने भँगेरालाई जति नै गरे पनि हुँदैन खोर्सानी कि के को पेस्ट बनाउँदै थिएछ हो फोन गरिबस्छ नि त त्यो प्रतिशत पनि कम आएको रहेछ नि त है बेंगलोर आउँछु कि के भन्दै थियो कहिलेतिर आउँछु खै यहाँ के को इक्जाम छ कि के भन्दै थियो त्यही कारणले आउँछ अरे हौ मलाई हेल्प गर्दै ल भन्दै थियो हो ल त भने आफै त भ्याउँदैन सुत्नु र उठ्नु त भ्याउँदैन बस्दा बिहानको 3-4 बजी भ्याउँछु भन्नु साँच्ची नै हो त दिउँसो अब दिउँसो के भन्नु बिहान त अब मेरो हुँदै त हुँदैन सिधै 2 बजी उठायो भने के बिहान भन्थ्यो 2-3 बजी उठायो भने मिठो हुन्छ त घरमा बनाएर खानु न मेजो एक कन्डेन्स मिठो हुन्छ घरमा बनाइकिन खानु न कोही के बेला त्यो ओभनमा पिज्जा बनाउँछु तन्दुरी चिकन बनाउँछु भने मान्छेले आइले भन्नु चलाउनु नि यसो सब पुरा भयो माथि भनेर सिलिङमा बाहिर केटाकेटीले चढेर गाडी खेल्दै गरेको होला नि त्यसले मेकानिकहरू घरबाटै छ फेरि
सहयोग जस्तै वाक्का लाउने त कोही थिएन हौ एउटै इन्डिकेटर आउँथेन गरेर गएपछि त आना त्यो बिमार हुँदा पनि वाक्कै लाउँछ हौ त्यसले त अनुग्रह माइजू कहाँ छ तिमी बिच कमानमै यस्तो कराईमा भनेर त्यो उयो हुन्छ नि क्या माइजू यस्तो फ्राई गर्ने त्यस्तोमा ठिक हुँदैन छ त भने कहाँ हेर्दा गर्नु हजुर हेर्दा गर्नै टाइम टाइममा खिया पर्ला केटाकेटी अब मिठो पकाएर दिन्छु भनेर कार्टुन खोल्नु जाँदा छैन मुसाले गोटाइ चोट बनाइदिइरहेको अन्डाको रानी पनि तितो भयो त हौ बिग्रेको थियो क्या पहेँलै थियो हौ